हेलो गाइज आज चाहिँ घर बस्दा बस्दा बोर लागेर वाक्क दिक्क भइसकेको थियो के गरौँ नगरौँ भनेर दिक्क लागेर यसो सोद्धा त मम्मीले घरको कामहरू पो दिनुभएको थियो। यसो चाहिँ अब परेवा चाहिँ साह्रो साह्रो दिनुपर्ने भनेर जग उठाएर यता धान लिन चाहिँ आएँ। धान चाहिँ लिएर यता आइसकेँ। यता चाहिँ परेवालाई दिँदाखेरि चाहिँ परेवाबाट चाहिँ गुट्टङ टुङ आउँदो रहेछ। फेरि भोक चाहिँ यिनीहरूलाई फेरि खत्रै लाग्दो रहेछ क्या, जति दिए पनि नपुग्दो यिनीहरू परेवाहरूलाई चाहिँ। फेरि मम्मीले चाहिँ मलाई घरको काम चाहिँ फेरि खत्रै दिएको थियो। के दिएको थियो भने चाहिँ म चाहिँ घर बस्दा बस्दा गरेर मम्मीलाई चाहिँ दिक्क लागेर जा बाबु भिख माग्न जाऊ भनेर म पनि भाँडा साडा लिएर यता भिख माग्नको लागि चाहिँ रेडी भएर ढोका सोका पनि चाहिँ लाउनु पऱ्यो भनेर ढोका सोका लगायो। कोठाको पनि यसो ढोका लाउन जाँदाखेरि कुर्सीले डिस्टर्ब गरिरहेको थियो। एक लाती हान्नु त भयो, तपाईँ ढोका लगाएँ। भिख माग्न चाहिँ नगएँ, तोरी उखाल्न चाहिँ भनेको थियो, त्यही भएर तोरी बारी चाहिँ त आएछु। त्यहाँ फेरि गेट लागेको रहेछ, गेट सेट खोलेर भित्र छिरिएँ। फेरि मेरो बाबाले बनाएको गेट चाहिँ फेरि खत्रै हुँदो रहेछ क्या। एकचोटि बनाइसकेपछि त्यसमा त कट्टु त पक्कै पनि च्यातिन्छ। यता चाहिँ फेरि तोरी बारी आएर यही तोरीहरू चाहिँ उखाल्नु पर्ने रहेछ। फाइनली चाहिँ तोरी छोरी पनि उखालेर सकियो। आजको लागि चाहिँ तरकारी खानालाई मजाले पुग्यो। साथीले चाहिँ कता जानुपर्छ राति भनिरहेको थियो। यस्तो राति चाहिँ कहाँनिर होला भनेर साइको भइरहेको थिएँ। म चाहिँ दुईजनाहरू चाहिँ फेरि अगाडि हिँडेको पछिबाट चाहिँ चिया मन्त्रालय पो छिटाएछ यिनीहरूले चाहिँ, पत्तै नभएको मलाई चाहिँ। फेरि यहाँ चाहिँ फेरि रातिको टाइममा चाहिँ फेरि मान्छेहरू खत्रै आउँदो रहेछ। फेरि यहाँ आइसकेपछि त फेरि चिया नखाने त कुरै हुँदैन त। फेरि चिया मतलब त मगाम त साथीलाई भनेको, साथीले चाहिँ एकछिन बसौँ न भनेर यत्तिकै बस्यो कि एकछिन चाहिँ अन्त चिया अर्डर गरौँ भनेको। अब चाहिँ अर्डर गर्दाखेरि चाहिँ ल मसला टी पो लगाइदिएछ। कस्तो हुँदो रहेछ मसला टी, यस्तो पो हुँदो रहेछ मसला टी चाहिँ, कस्तो पो हुँदो रहेछ भनेर यस्तो चाखेको त बब्बाल पो मिठो लागेको रहेछ चाहिँ मसला टी चाहिँ। ल चिया पनि यता चाहिँ सकेर फेरि मगाऊँ भनेर चाहिँ एकछिन यत्तिकै बसेको, पछिबाट ल चिया पो छैन पो भन्छ त। ल यहाँ नभएपछि त अब घर जानु पऱ्यो भनेर चाहिँ निस्किएको। यता चाहिँ फेरि सुनसान थियो राति। फेरि आजलाई चाहिँ यति नै गाइस, थ्याङ्क्स फर वाचिङ, लाइक सब्सक्राइब गरिदिनु होला।